हेलो साथी हो भैँसी भैँसी बिन्दी बित्तिकै देखिसक्नुभयो होला बिहानै कहाँ निस्क्यो यिनीहरू पुत्रुर पुत्रुर काम नभएको आवर केटाहरू भन्यो होला होइन। तर हामी चाहिँ इम्पोर्टेन्ट कामको लागि जाँदैछौँ कुर्गा। हिँड्दै हिँड्दै पुग्यो हामी भैँसी किन्ने घरमा। अनि यो कुकुरले चाहिँ फ्याङ फ्याङमा भोकेर यस्तो ढुङ्गाले रन्काइदियो। अनि भैँसी किन्ने घरमा पुग्यौँ। कति क्युट क्युट नानीहरू बसिरहे कि म चाहिँ नानीहरूसँग भुलेँ। अनि यो नानीहरू चाहिँ साह्रै नै क्युट अचम्म नानीहरू, कति राम्रो नानीहरू। हे भगवान् के गरौँ मैले है। उहाँहरू चाहिँ भैँसीको मोल गर्दै यो दाइले के भयो रे तल के मतलब भन्दै है। अनि भैँसी पनि किनेर दाम मिलेकै दाममा ल्याइयो। यो भैँसी चाहिँ हाम्रो होमस्टे गाउँ सहरमा लिएको भैँसी हो है। अनि अब के गर्ने उकाली ओह्रालो गर्दा गर्दै जनतन घरमा आइयो। शीत त्यस्तै अब बिहान चाँडै गएको थियो होइन। अनि आन्टीहरू खुसी घरमा भैँसी लिएको त मुसुक्क मुस्कुराउँदै बस्दै गर्नुभएको रहेछ। अनि अब भैँसीलाई पनि लगेर अब ठाउँमा बाँधिदियो। अनि एउटा मात्र गाई रहेछ। अनि भैँसीलाई पनि लगाएर यसरी बाँधिदियौँ। गाई पनि खुसी। बिचरा यो गाईको चाहिँ के भएको रहेछ भन्दाखेरि त्यो सिङले आँखा नै के पुरा